अलिकति हिँडेर हेलो एभ्रिवान व्हाट्स अप वेलकम टु माई च्यानल भन्दा पनि माई हस्बेन्ड च्यानल होइन। अनि आज चाहिँ हामी कहाँ अरे यो ब्रो गोकर्ण जोरपाटी गोकर्ण के भन्छ हो त्यहाँ आएको छौँ होइन। अनि भ्यूहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ जो चाहिँ एक्लै हिँड्दै हुनुहुन्छ। म चाहिँ यसो भिडियो बनाउँदै हिँड्दैछु होइन। सो माथि छ ऊ चाहिँ तर हामी चाहिँ तल यहाँ हेर्दै हिँड्दैछौँ होइन। अनि जस रमाइलो शीतल र अनि अर्को कुरा शान्त एकदम रमाइलो भइरहेको छ। देखिहाल्नुभयो बुढाबुढीको पारा म आफ्नै पारामा बुढो आफ्नै पारामा एकदमै रमाइलो र आनन्द लाग्यो साथीहरू। यस्तो छ होइन क्या आनन्द आइरहेको छ। यहाँ चाहिँ भ्यू टावर छ होइन तर हामी त्यहाँ चाहिँ गएनौँ। हल्का गीत पनि बजिरहेछ। बुढो पुरै अगाडि अगाडि हुनुहुन्छ। हाम्रो चाहिँ यो चाहिँ हाम्रो होइन फर्स्ट भिडियो हो जुन चाहिँ युट्युब च्यानलमा आउँछ। युट्युब च्यानलको नाम चाहिँ अहिलेसम्म फिक्स भइसकेको छैन साथीहरू। लु यहाँ चाहिँ पुरा म्युजिक बजाएर होइन के अरे पानी सानी बेचिरहनु भएको रहेछ हामी दाइले। यहाँ चाहिँ दाइले पुरै म्युजिकको साथमा पानी खोइ कहाँ हो मेरो बुढोले होइन के अरे बुढो। सो यहाँ चाहिँ भ्यूहरू यस्तो यस्तो छ होइन। यहाँ मेरो बुढोले के यहाँ हेर भन्दै हुनुहुन्छ होइन। पक्नु है म तपाईँहरूलाई पनि देखाउँछु गाइजहरू। ओहो माई गड ल हेर्नु है साथीहरू यहाँदेखि उहाँ कहाँ हो राम 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 उतापट्टि चाहिँ हो कि हो त्यहाँ त्यसको टाउको चाहिँ त्यो तर यो एउटै किरा एकै जुसिली किरा है यो चाहिँ तर अलि नजिक गरेर खिच्देऊ न। एउटा किरा तर टाँसेर सँगसँगै टाँसेर यस्तो आउने यही हो नि एकता भनेको। जुन एउटा पार्टी के जुन पार्टी भन्दा पनि अहिलेको लागि चाहिँ घन्टी पार्टी ब्यालेन्सा जस्तै हो के साथीहरू। यति धेरै रहेछ नि यहाँ। ओ माई गड मलाई कस्तो डर लाग्यो। खोइ कहाँ छुटेछ अरे अलिकति। ओहो यो अलिकति छुटेको चाहिँ हाम्रो केपी बा हो। उहाँको पार्टी चाहिँ अहिले यस्तो भइरहेको छ होइन। धेरै पछि हुनुहुन्छ। बालेन्साले जितिहाल्नु भयो घन्टी चिन्हले होइन। त्यही भएर यहाँ छ हाम्रो बालेन्साको टिम चाहिँ केपी बाको टिम चाहिँ यहाँ छ है अहिलेको लागि। ल साथीहरू सो बाटो चाहिँ यस्तो रहेको छ होइन। बुढोले कता कताबाट लानुभयो हिँड्दैछौँ। यस्तो कुरो टाँसिन्छ बुढो यो त खोइ कहाँ के रहेछ अरे। खोइ यता हेर्नु न। ल यहाँ चाहिँ पिकनिक स्पटहरू समथिङ खै के रहेछ ऊ चटपटे खाने ठाउँ होला मेबी। सो साथीहरू मेरो चाहिँ होइन एकदम सास फुलेको आवाज आइरह होला तर अलिकति हिँडेर यस्तो आइरहेको छ। वेदरले साथ दिएन। मेरो बुढोको पारा हेर्नु पछाडि हात लाएर हिँडिरहनु भएको छ। यो चाहिँ सायद भ्यू टावर होला माथि चढेर यसो खिच्ने। यो चाहिँ ओ माई गड हावा सर यस्तो पिस ठाउँ छ नि गाइज। ल हेर्नु हेलो मेरो बुढोको पारा देखिहाल्नु होला होइन।
ल हेर्नु मेरो साथीहरू देख्नुभयो होइन मेरो बुढो एकदमै खुसी हुनुहुन्छ घुम्न पाएर ल आमाम के चाहियो यो भन्दा के चाहियो